यो सख त नबाध्दो रहेछ के भएर सख बिरुवा चाहिँ यहीँ रोपौँ कि जोडी नजिक नजिक भयो बाध्दैन होला यहाँ यता रोपौँ त नानीले रोपेको पलाएछ त उफ के रोपेको बिरुवाहरू यो चाहिँ हाम्रो थान हो आइतबारे सिकारी गर्ने ठाउँ देउराल थान अलिअलि बाँचेछ हाम्रो फुलहरू त बाँच्यो होमडाङ होमडा सदा होला नि त बुङ्गा चल्दा असन्नी म कक्लोली म झ्यापुलली हेरौँ त अब सबै मान्छे यसरी संस्थालाई पोजिटिभ तरिकाले माया गर्नुपर्छ यसरी अब भन्दाखेरि के भन्ने अब चाहिँ मेरो भनाइ शब्द पनि छैन हौ थुप्रै बिरुवा रोपिसक्नु किन यति साह्रो बिरुवा रोप्नु मन लागेको तपाईँलाई अब भित्र हृदयबाट माया लाग्छ आफूले जन्माएको संस्था ला बिचारा भन्न न ए आम्ने छुकुवासँग चापा हानु माया लाग्छ भने पनि अब संस्थाको ह्याङ्का थोक्न नि माया हो विशेष गरेर अब सांस्कृतिक पार्क जन्माइयो मुन्गा मुन्गा बडेमा पक्रानु सांस्कृतिक पार्क जन्माएपछि यो पार्क त बनाउनु पर्यो साकेन्द्र थाल्छ मल्लो भोलि माग गरिन्छ बाउ पनि मागमा चाहिन्छ यो दुईटा चाहिँ बच्छ यो दुईटा बच्यो भने इनफ हैन चारवटा त जति त हुनुपर्छ अब कताबाट अलिक कति भेट्यो भने अरू ल्याउँछु ठुलो बिरुवा यसरी कसले रोपेको छ हेर्नु त ल यो प्रायः सबै तपाईँले रोप्नु भएको धेरै यसो बिरुवाहरू मैले ल्याएँ अब मैले ल्याएकोलाई ल्याएँ भन्नु नपाइन्छै पाइँदैन त पाइन्छ रोपेको पनि मैले रोपेको पाइन्छ अब भनेपछि मैले नभन्नु रे के त्यसो भन्छ के भन्नुपर्ने हो मैले ल्याएर अरू पनि त चिन्ता चासो हो म कन ढाड्ने खानबाट मन ढाड्ने खानबाट चिन्ता चासो छ भने त के ल्याउँ रोपौँ सोध्नुपर्छ नि त त्यो पनि त छैन आज चाहिँ साउन 7 गते सोमबारको दिन बिरुवा रोप्दै हुनुहुन्छ भने माम्रा न चाउ वाङ्ने हुँदैन लु खारिने अब खानु छिटो हाले काममा जानुपर्छ अर्को स्पेसल काम ओको चाहिँ ओडा युङसुङ लाग्ने बत्तल चाहिँ ओको 1200 को छ हान्न सिए नामङ छिम्मङ न सिए 1200 आहा ओको ठाउँ देम खानु याङ रेडो भवन निर्माण स्थल मधु वडा अब ओडा सिधै खानु लिसा लुन्टा रहेछ इ साङ्चे घाँस चढेर एउटा कफी चाहिँ लित्यो अदुवा टाँगाने आज चाहिँ बान्ता अखिमका केन्द्रीय अध्यक्षज्यू सखुवाको बिरुवा लिएर रोप्दै हुनुहुन्छ धेरैपल्ट बिरुवाहरू रोपिसक्यौँ सखुवाको बिउ 2 पल्ट रोपिसके बाध्दैन यो हाम्रो किराँत कल्चरमा चाहिने बिरुवाहरू हो अन्त माया गरेर लिएर यसरी माया हो त्यतिकै रोपिदिनु उसँगै झारसँगै यो त हुँदैन होला नि त झारसँग रोपिदिनु न मरिहाल्छ त्यो त हो त झार यो पत्ता त हो कि तर यसरी यो डल्ला यो आज मलामी जाँदाखेरि भेटे माथि चौरीमा बाँध्दैन होला तर
पोहोरको पनि 4टा मर्यो। हाम्रो यो चाहिँ नाङ पित्र साकेन्वामा काम दिने यो पानी लगाइदिऊ। बिरुवाहरू हो। पानी पखाउन एकछिन। अब यो एउटा छ बाँच्दैन होला, बचाउन गाह्रो रहेछ धेरै नै। यहाँ